यता हो यता यता ऊ माथि हेर्नु त हो। त्यही भएर भन्ने गर्छु के म सम्पूर्ण साथीहरूलाई यसरी नै साथ सपोर्ट गर्नुपर्छ। अर्काको भिडियो गएर यसरी यसरी स्किप गर्नु पर्दैन के, हेर्नुपर्छ, लाइक कमेन्ट गर्नुपर्छ, फलो गर्नुपर्छ, सेयर गर्नुपर्छ, अनि माया पाउनुहुन्छ। जस्तै म पनि दिन्छु तपाईँहरूलाई माया। हो त्यही कारणले भनिरहेको छु म। धेरै धेरै धन्यवाद छ है त मनु छेत्रीजीलाई। र तपाईँहरूलाई पनि यस्तै साथ सपोर्ट र माया ममता चाहिएको छ भने तुरुन्त मनु छेत्रीको आइडीमा गएर लाइक कमेन्ट सेयर फलो गरिहाल्नु। उहाँले तपाईँहरूलाई पनि यसरी मायाको बर्सात गर्नुहुन्छ। र भिडियोलाई चाहिँ सेयर फलो गर्न नबिर्सिनु होला है त, टक टक लाएर। धन्यवाद।